प्रस्तुत छ नेपाली लोककथा युद्धदृष्टिको परीक्षाको कथा। यो एकादेशको कथा हो। अब ढिला नगरी सुरु गरौँ युद्धदृष्टिको परीक्षाको कथा। 5 पाण्डव पिता पाण्डु, माता कुन्ती र मातृका पुत्र थिए। कुन्ती पुत्र युद्धदृष्टि, भीम र अर्जुन तथा मातृपुत्र नकुल र सहदेवमा आफ्नो प्रकारको विशेषता थियो। युद्धदृष्टिमा सत्य र आदर्श, भीममा शक्ति र साहस, अर्जुनमा सिप र जाँगर, नकुलमा ज्ञान र बुद्धि अनि सहदेवमा रूप र अनुशासन पर्याप्त थियो। यस किसिमका विशेष गुणहरू उनीहरूले बाल्यकालमा परिश्रमपूर्वक अध्ययन गरेर हासिल गरेका थिए। आफ्नै शक्ति र पौरखका भरमा पाण्डवहरू इन्द्रप्रस्थ नाम गरेको राज्य कायम गर्न सफल भए। यस किसिमको उन्नति उनीहरूकै काका धृतराष्ट्रका पुत्र कौरवहरूले देखिसकेनन्। पाण्डवहरू सत्यवादी, धर्मात्मा र कर्तव्य पालन गर्ने थिए। कौरवहरूमा भन्ने घमण्ड, स्वार्थ र धुत्याइ थियो। सत्य सोझो हुन्छ। सोझो पाण्डवहरूको सुख र शान्तिमा धुर्त कौरवहरूले खष्टयन्त्रको चक्र व्यूह रच्न थाले। यस्तैमा एक दिन कौरवहरूले पासा खेलको बन्दोबस्त मिलाए। खेलमा उनीहरूले कपटपूर्ण ढङ्गबाट पाण्डवहरूलाई हराए। खेलका लागि गरेको शर्त अनुसार पाण्डवहरूले 12 वर्षको वनवास र 1 वर्षको अज्ञातवास बिताउनु पर्ने भयो। वनवासमा पति ध्रुवपदी पनि पाण्डवका साथमा थिइन्। उनीहरू वनमा एक ठाउँबाट अर्को ठाउँ जान्थे, ऋषि आश्रमहरूमा पुग्थे अनि अर्थी उपदेश दिन्थे। धर्मकै विषयमा कुरा हुन्थ्यो। न्यायप्रति सबैको सहानुभूति हुन्छ। वनमा पनि पाण्डवहरूप्रति सहानुभूति राख्ने मानिसहरूको कमी थिएन। उनीहरूका आफन्तहरू वनमै भेट्न जान्थे र सद्भाव व्यक्त गर्थे। सत्यको विजय हुन्छ, आपतमा आत्तिनु हुन्न, धैर्य महत्त्वपूर्ण साथी हो भनेर आफन्तहरू आश्वासन दिन्थे। वनवासी पाण्डवहरूले पनि धैर्य र अनुशासनलाई सधैँ पालना गर्दै रहे। वनवासको अवधि पुरा हुन केही दिन मात्र बाँकी थियो। 5 पाण्डव पत्नी द्रौपदीका साथमा आफ्नो आश्रममा थिए। आश्रम नजिकैको एक कुटीमा बस्ने ब्राह्मण कहालिँदै आएर पाण्डवहरूसँग विलाप गर्न लागे। पाण्डव पुत्र, पाण्डवहरू, ऊ हेर्नुहोस् त, त्यो हरिण सुकाउन राखेको मेरो अग्निकवच आफ्नो सिङमा उनेर जङ्गलतिर भाग्दैछ। तपाईँहरू धर्मात्मा हुनुहुन्छ, अग्निकवच फिर्ता ल्याइदिएर आफ्नो धर्मको रक्षा गर्नुहोस्। यति भनेर ब्रह्माण्डले आफ्नो दयनीय स्थिति देखाए। ब्रह्माण्डको अनुरोधलाई स्वीकार गरेर 5 भाइ हरिणको पछि लागे। हरिण टाढा पुगिसकेको थियो। निकै बेर पछ्याउँदा पनि उनीहरूले हरिणलाई भेट्न सकेनन्। थकित भएर रुखको छारीमा बसे। मध्याह्नको घाममा रापले उनीहरू सबैका ओठ मुख सुकेका थिए। यता कतै पानी छ कि, गएर पानी ल्याऊ भनी युद्धदृष्टिले सहदेवलाई हराए। सहदेव पानी लिन गए तर निकै बेरसम्म उनी फर्केनन्। त्यसपछि क्रमशः नकुल, अर्जुन र अग्नि, भीम एकपछि अर्को पानी लिन गए। कुनै भाइ पनि फर्केनन्। युद्धदृष्टिको मनमा चिसो पस्यो। कतै केही त भएन। युद्धदृष्टिको अनुहार मलिन भयो। आखिर उनी आफू पनि भाइहरूकै खोज खबरमा लागे। ठुलो वनमा मानिसहरूको नाम निशाना थिएन। रुख भने पातहरू हल्लाउँदै मौन रूपमा उभिएका थिए। भाइहरूका बारेमा ती रुखसँग मूल भाषामा पुकार गर्दै युद्धदृष्टि अगाडि बढे। भाइहरूको खोजीमा उनी एउटा जलाशयमा पुगे। उनले त्यहाँ भीम, अर्जुन, नकुल र सहदेव चारै भाइलाई मृत अवस्थामा फेला पारे। युद्धदृष्टिमा शोकको सीमा रहेन। असह्य शोकका कारण उनका आँखाबाट बरबर आँसु बहन लागे। भाइहरूको अवस्था देखेर उनी केटाकेटी जस्तै रुन थाले। यस्तो कुन शत्रु हुन सक्छ जसमा यी मेरा भाइहरूको प्राण लिने सामर्थ्य होस्? युद्धदृष्टिमा आश्चर्य, शोक र शङ्काको सीमा बढ्दै गयो। सम्भव छ बीचमा पानी मिलाइएको होस्। कतै यो दुर्योधनले षड्यन्त्र त होइन? दुर्योधनका पहिलाका कर्तुतहरू युद्धदृष्टिका आँखामा झलझल्ती नाच्न थाले। आफू बाँच्नुको अर्थ युद्धदृष्टिले देखेन। पानी पिउने मनासाले उनी पनि जलाशय छेउमा गई पानी पिउन आँटेका मात्र के थिए। कतैबाट आवाज आयो, युद्धदृष्टि, पानी पिउनुभन्दा पहिले मेरो प्रश्नको जवाफ देऊ, नत्र तिम्रो पनि भाइहरूकै हालत हुनेछ। युद्धदृष्टिलाई मृत्युको भय थिएन, तर आफूलाई सोधिने प्रश्नको उत्तर दिन उनले आफ्नो कर्तव्य ठानेर भने, अदृश्य रूपमा प्रश्नको उत्तर माग्ने तपाईँ को हुनुहुन्छ? मलाई थाहा छैन, तर प्रश्न सोध्नुहोस्। तपाईँले सोधेका प्रश्नको जवाफ दिन म तयार छु। मानिसको साथी को हो? मानिस कसरी बुद्धिमान बन्छ?
पृथ्वीभन्दा ठुलो वस्तु के हो? आकाशभन्दा ठुलो के छ? परदेशको मित्र के हो? सुख कसरी प्राप्त हुन्छ? सबैको प्यारो कसरी बन्न सकिन्छ? दुःख के गर्नाले हुँदैन? यस किसिमका धेरै प्रश्नहरू आकाशवाणीबाट सुनिए। धैर्य मानिसको साथी हो। असल सङ्गतले मानिस बुद्धिमान बन्छ। पृथ्वीभन्दा ठुली आमा हुन्। आकाशभन्दा ठुलो पिता हुन्। परदेशको मित्र विद्या हो। सच्चा चरित्रको पालना गर्नाले सुख प्राप्त हुन्छ। घमण्ड नगर्नाले सबैको प्यारो बन्न सकिन्छ। दुःख रिस त्याग्नेले हुँदैन। युधिष्ठिरले पनि यस प्रकारले प्रश्नका उत्तर फटाफट दिए। त्यसपछि भने, ती प्रश्नकर्ता युधिष्ठिरका सामु प्रकट भएर भने, म तिमीले दिएको उत्तरबाट सन्तुष्ट भए। तिमीले प्रश्नको ठिक ठिक जवाफ दियौ। राजन युधिष्ठिर, म तिम्रा मरेका भाइमध्ये कुनै एउटालाई बचाइदिन्छु। तिमी कसलाई बचाउन चाहन्छौ भन, भन्दै प्रश्न गर्छ। धर्मले मानिसको रक्षा हुन सक्छ र अधर्मले विनाश। मातृपुत्र नकुललाई बचाउनाले नै आफ्नो धर्मको रक्षा हुन्छ। उनले नकुललाई बचाइदिनु आग्रह गरे। यसपछि प्रश्नकर्ताले युधिष्ठिरलाई आफ्नो परिचय दिए। म धर्मवेद एज छु। म तिम्रा सबै भाइलाई बचाइदिन्छु। तिमीहरूको अज्ञातवास पनि सफल हुनेछ। ब्रह्माण्डको यो अग्नि कवच पनि लैजाऊ। यति भन्नासाथ भीम, अर्जुन, नकुल र सहदेव चारै भाइ निन्द्राबाट बिउजिँदै जराकजुर्क उठे। युधिष्ठिरको अनुहारको रोगन फेरियो। सबै खुसी भए। सबैले पानी खाए। धर्मदेव एज पनि अलप्प भए। ब्रह्माण्डको अग्निकवच लिएर सबै भाइ आफ्नो आश्रमतर्फ लागे।